हेलो हेलो नमस्ते के छ हजुरहरू सन्चै हुनुहुन्छ। आज चाहिँ हाम्रो फोर्थ डे डर्बीमा। हेलो हेलो भनिदेऊ। फोर्थ डे भनौँ डर्बीमा। आज मङ्गलबार भयो हामी आज सोमबार भयो, सरी आज सोमबार भयो। हामी फोर्थ डे भन्दा नि फिफ्थ डे भनौँ न। बिहिबार आएको हो, बिहिबार भनेपछि शुक्रबार शनिबार आइतबार सोमबार भने 4 दिन, फोर्थ डे नै भनौँ न। फोर्थ डे भयो। धेरै त घुम्न भ्याएको छैन, घुम्या पनि छैनौँ। बेलुका 8 बजेपछि मात्र हिँड्ने बानी परेको छ। उज्यालै हुन्छ 10 बजीसम्म भनेर। दिउँसो घाम पनि हुन्छ, त्यस्तो पोल्ने घाम त हुँदैन, तैपनि घाम हुन्छ। अनि आज चाहिँ यो चेस्टर पार्क भन्ने छ, नजिकै हो यो। लगभग हामी कति 0.6 माइल्स जति हेरौँ भनेपछि आज कति 800 मिटर भनौँ न, लगभग 1 किलोमिटर जति हिँड्यो होला। 1 किलोमिटर वर छ। अनि धेरै हिँडेको छैन, 1.5 किलोमिटर एराउन्डको डिस्टेन्स मात्र कभर गरिरहेछौँ। हिजो अस्ति एउटा मार्केटतिर गरौँ, अलिक पर एउटा मार्केट रहेछ, ठुलो मार्केटहरू रहेछ, डेभेरियनहरू भएको। अनि यस्तै छ। अब यहाँ खोइ खेलिरहेछन्। यो चौर अलि ठुलै चौर रहेछ। यहाँ चाहिँ 2 थरीको मात्र रुखहरू देखेँ मैले। एउटा मेपल ट्री हो, अनि अर्को एउटा चाहिँ के को हो यो चाहिँ म एक्ज्याक्ट ठम्बाउन सकिनँ। अनि त्यहाँनिर फुल छ, कस्तो राम्रो, म देखाउँछु है हजुरलाई कति राम्रो फुल छ। यस्तै छ, यस्तै छ है। रमाइलो भइरहेछ। अब बिस्तारै काम पनि सुरु गरिन्छ। खोज्दैछौँ, बुझ्दैछौँ। अब काम पाएपछि काम पनि सुरु गर्छ। यो एनआई नम्बर नआएको कारणले गर्दा काम गर्न पाइरहेको छैनौँ हामीले। मैले चाहिँ भनौँ न, उहाँको त अब क्लास सुरु हुन्छ भोलिबाट। मेरो चाहिँ एनआई नम्बर आएपछि मैले काम गर्न पाउँछु। अनि त्यसपछि चाहिँ घुमाइ अलिक कम हुन्छ। अहिले चाहिँ घुमाइ धेरै त छैन, तर बेलुका 1-1.5 घन्टा जति चाहिँ हिँडि नै रहेछौँ, घुमि नै रहेछौँ अलिअलि। यो राम्रो ग्राउन्ड छ, उहाँ नाचिरहनु भएको छ अगाडि है। त्यस्तै छ ल।